घरको सबै तयारी सकियो। हामी आजै घर सर्छौँ। अबबाट हामी हाम्रो आफ्नै नयाँ घरमा बस्छौँ आमा। अन्त गाउँलेहरू सबैलाई सालले भन्ने हो मेरो पनि घर छ भनेर। त्यो पनि ढलान गरेको घर। सीता के भयो तँलाई? त खुसी छैनस्? म धेरै खुसी छु। अनि किन तेरो मुख निन्याउरो त? के भएको हो र? अघि यहाँ नानीको लोग्ने आउनु भएको थियो। यसको लोग्ने? सुधार केन्द्रबाट निस्किसकेछ? के भन्यो आएर? नानीलाई लिन आउनुभएको रहेछ। घर जाउँ भन्दै हुनुहुन्थ्यो। अनि मैले जाँदिनँ भने। अब त सुध्रिसक्यो होला नि, किन जाँदिन भने कि? तँलाई म ऊ सुध्रेर लिन आउला र म फर्किउँला भनेर बसेको जस्तो लाग्छ? जे भए पनि त्यो तेरो लोग्ने हो नि त। लोग्ने हो भन्दैमा जे मन लाग्यो त्यही गर्न पाउँछ? जिन्दगीभरि मैले उसैको हैकमको दासी भएर बाँच्नुपर्ने हो? मैले जति सहनु पर्ने सहिसकेँ, जति भोग्नु पर्ने हो भोगिसकेँ। अब मलाई कसैको अधीनमा बस्नु छैन। बिचराको चित्त दुखायो होइन? तिमीले किन जान्ने भएर बोल्नु पर्यो? मैले के गलत बोलेँ? त्यसको लोग्ने सुध्रेर लिन आउनु नराम्रो कुरा त होइन नि। यसरी मेरो गोरुको 12 टका भने जस्तै लिडे ढिप्को गरेर बस्नु राम्रो हो? होइन रमेश, सीताले ठिक भनिन्। यहाँ कोही कसैको अधीनमा छैन। यदि सीतालाई आफ्नो लोग्नेसँगको सम्बन्ध अघि बढाउनु मन छैन भने हामीले कर गर्न मिल्दैन। उसको लाइफ हो, उसले चाहे जस्तो जिन्दगी बिताउने अधिकार उस स्वयंलाई छ। यो कुरामा हामीले कसैले पनि जबरजस्ती गर्न मिल्दैन। बिचारी नानीले तिमीसँग चित्त दुखाइ जस्तो छ। जाऊ गएर माफ माग। जाउँ न।